समय एकदम कीमती छ। यसलाई व्यर्थ कुराहरूमा धेरै खेर नफाल्नुहोस्। सोसल मिडिया प्लेटफर्ममा आएर मात्र त्यो रमाउने भिडियो मात्र नहेर्नुहोस्। रमाउने नेगेटिभिटीले भरिएका भिडियोहरू मात्र नहेर्नुहोस्। आफ्नो माइन्डलाई नलेजवाला भिडियोहरू हेर्नको लागि तयार गर्नुहोस्। किनकि हामी जस्तो कन्टेन्ट जस्तो चिजहरू हामी माइन्डलाई दिइरहन्छौँ नि, माइन्डले त्यस्तै कुरा मागिरहन्छ। यदि तपाईँलाई खालि रमाइलो भिडियो मात्र हेर्न मनपर्छ भने अब तपाईँको माइन्डले त्यही मागिरहन्छ। तपाईँको माइन्ड गएर 5 मिनट पनि कुनै नलेजवाला भिडियो हेर्नै सक्दैन। त्यसकारण आफ्नो ह्याबिट चेन्ज गर्नुहोस्। किनकि यो रमाइलो भिडियो, नाच गान, कमेडी मात्र हेरेर जिन्दगी चल्दैन। हेर्नुहोस्, यो थोरै बेला बेलामा हेर्ने कुराहरू हुन्। दिनभरि तपाईँ टिकटक चलाइरहनुहुन्छ, फेसबुक हेर्नुहुन्छ, फेरि उता पनि कमेडी, उता रमाइलो, उता के आउँछ, उता के छ तपाईँको टाइम यत्तिकै वेस्ट गइरहेको छ। युट्युबमा जानुहोस्, ज्ञान गुणका कुराहरू हेर्नुहोस्। अल्छी लाग्न सक्छ तर हेर्नुहोस्। त्यसैले नै तपाईँको लाइफलाई बेटर बनाउँछ। नत्र तपाईँ यो सोसल मिडियाको जालमा पर्नुभयो भने निस्कन सक्नुहुन्न। अझै पनि टाइम छ। छिटोभन्दा छिटो आफूलाई सही ट्र्याकमा लिएर आउनुहोस्, सही बाटोमा लिएर आउनुहोस्। पोजिटिभ भिडियोहरू खोज्नुहोस्, इच्छा व्यक्त गर्नुहोस्, प्रयास गर्नुहोस्। यदि तपाईँको फिडमा मात्रै रमाइलो भिडियो आउँछ भने त्यसलाई कम हेर्नुहोस्। त्यो हेरै नगर्नुहोस्। दिनभरि त्यो टाइम बितेको थाहा नै हुँदैन। आफूलाई ज्ञानको नशाले भन्नुहोस्, ज्ञानको एडिक्टेड बनाउनुहोस्। यसैले नै तपाईँको लाइफलाई राम्रो बनाउनेछ।